गाइस वेलकम बैक टू माई भ्लग। आज हामी आछौँ कता कता राजेशले कहाँ घुमाउनु लिएर आएको छ। कहाँ राजेश यो तपाईको अमेलिया आछौँ। अमेलीको डाँडामा छौँ। यहाँ बाँदरहरू छन्। यिनी बाँदरलाई त चिन्नु भयो तपाईँले देखिनन् क्या खै ऊ माथि छ नि कुन बाँदर हुने नि खै त एउटा क्लियर देखे पो हुन्थ्यो खै कहाँ छ खै यो 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 बाला यो आदि कतिबाट खै ओ त्यति बसेर खाइरहेछ। ए हेर हेर बा तिम्रै फोटो ल्याउन आएको छ आउला के धेरै दामी ठाउँ छ। यो अमिलेको नाना जस्तो मादरहरू आइसकेका छन्। हामीलाई थाहै थिएन यार। ए ऊ हाम्रो बबाई के अरे राप्ती खोला अरे बबाई नदी देखिन्छ त्यहाँबाट पर। अनि यो हो यस्तो दामी छ गाइस। यतातिर घुम्न आऊँ कहिले कहिले नि। हाम्रो यहाँ त अब त्यही हो हामी त दुई भाइ मात्रै घुम्न आएको छौँ। यसो पारेर बाँदरहरू पनि देखे टन्ने पारेर टन्ने छन्। सिन चाहिँ बवाल छ। अहिले त अरूले म बाटोमा देखाउन सिन बवालहरू। सो बक्का बक्का यो ठाउँ हेरेर नै ब्लग स्टार्ट गरेको म नत्र म गर्ने थिइनँ होला जस्तो लाग्छ। यो ठाउँ हेरेर गरेको। अनि हाम्रो धन्य हाम्रो सफरको रानी यही हो हाम्रो पाइलट हाम्रो पाइलट अरू पाइलटहरू कता गएको कहाँ कहाँ पुगेका छन्। यिनले के खान्छन् यिनले टिप्दै थियो भोक त मलाई लागेन। ल अब हामी पनि अब माथितिर लाग्न लाउँछौँ पुरा। हामी अब त्यो अमिलेको डाँडामा गएर भिडियो बनाउँछौँ नि। ल सब्सक्राइब। ल गाइस हेर्नुहोस् है हाम्रो यहाँ साथीहरूले यहाँ एउटा जम्प गर्न अब गर्दैन। एउटा त्यहाँ आउनु त ल उता कता गयो जम्प हान्दैन उता गइयो त्यो खै कहाँ छ अहिले भाग त आउला फेरि यता मोबाइल खोज्न फेरि अहिले यी यहाँ बसिरहेछन्। यी एउटा यहाँ बसेर एउटा ऊ दुग्रियो ऊ एउटा जम्मा हाल्न छु रेडी भइरहेको छु। एउटा त्यहाँ हेरिरहेछ गो जम्प गर भागे गयो दुईजना गए। अब उता चाहिँ टन्नै सिन चाहिँ बबाल छ अरे यहाँबाट देखिने बबाल। ल गाइस मादरको जम्प पनि हेरेर अब हामीले हाम्रो दुई चारवटा फोटो हान्छौँ। त्यसपछि तलवालाई हामीले बाटो साटो देखाउँछौँ यसो पारेर तल जतिर जानु लाग्यो नि। यस हामीले स्कुटी बन्द गरेर निकालिरहेको छौँ। स्कुटी बन्द गरेर चलाइरहेछ तल ओह्रालो आयो पनि हामीलाई अगाडिको सिन हेर्नुहोस् अगाडिको पनि देखाइदिन्छु। बाँदर चाहिँ खुब छन् यता बाँदर यता हेर्नुहोस् जुम्रा हानेको त हेर्नुहोस् बाँदर चाहिँ खुब हुने यो ठाउँमा आउँदाखेरि मात्रै तेल लाग्नेछ नत्र त बन्द गरेर मजाले आफ्नो घुममा हिँडेर हामीले स्कुटी बन्द गरिसकेका छौँ। म त बन्द क्या गरिसकेका छौँ। बन्द छ स्कुटी पुरा। यो पुरा आफै अब भएर मात्रै कुद्नु सुरु गर्छ नि। पुरा रोड खाली छ मस्त तरिकाले मजाले मौसम चिसो मौसम पारेर जाने गाडीको त बन्द गरेर टुरिस्ट पनि टल्ने आउँदैछ यहाँ टुरिस्टमा। बाघ साग पनि पाउँदैछ यहाँ यो जङ्गलमा बाघ साग पनि छन्। हावा चाहिँ बगान चिसो चल्दैछ मजा ठाउँ छ घुम्नुको लागि फ्यामिली भिजिट एकताल गर्नुपर्छ। यहाँ फेरि हाम्रो हजुरहरू हेर्दै जुम्रा हेरेको काम छैन कहाँ छैन पुरै हेर्नुहोस् पुरै झुमा मार्दै बसिरहेछन्। हाम्रो अनि साह्रै सङ्गीत यो साइनो लगाइदिनुपर्छ यिनीहरूसित। अनि चाहिँ तिम्रो लागि साथीहरू भेटाइदिनुहोस् भनेर एकदम तिम्रो जुम्मा सब बनाउनुहुन्छ नि। रोड त यस्तो भएन हुनुपर्छ भिडियो बनाउनु जस्तो यता त बनाउने भिडियो बनाउनु है जता कतै छन् क्या जता कतै ए हाम्रा हजुरहरू
खाना माग्ने लागि एक्टिङ गरेकोले लडेका छन् दुई भाइ चाहिँ एकदम अर्ग्यानिकै भोबाल बस्नुलाई चाहिँ चाहिँ तङ गर्दा लगाएछ हामी अब तल झरिसकेका छौँ हामी सिधै अब यहाँको लास्ट हो यहाँदेखि सिद्धि हो अब यता हल्का हल्का गाउँसँग यतातिर छ यो पछि माथि केही पनि छैन सिधा माथि मोर्ती गएर भेट्छ लास्ट चेक पोइन्ट हो यहाँको यहाँ चितुवा पनि छ हेर्नुहोस् चितुवा पनि यस्तो हल्का अर्ग्यानिक छ त पुरो कम्ती रहेछ युनिक चिज देख्यौँ रहेछ हामीले युनिक चिज बाह्रसिङे हो बाह्रसिङे रहेछ नि अलि बुढी वो आएर हाल्न झ्याप्पै पारेर यार हमारा बारासिंगा मस्त बारासिंगा मुरली के जंगलों में